रातिको झन्डै 10 बज्न लागेको छ, 9:30 भइसकेको छ। यति बेला नै भिडियोमा स्वागत छ। मेरो नाम त थाहा होला, थाहा छैन भने हेर्नु होला, च्यानलमा कतै लेखिएको हुन सक्ने छ। बेस्ट हुन न आज भोलि इन्डियामा होइन भ्लग बनाइरहेको हुनु पऱ्यो। अनि हामी जाँदैछौँ यति बेला रोडतिर, अनि काम गर्ने बेला चाहिँ छ। इन्डियाको भ्यू यस्तै छ होइन। र यहाँ दुईजना चाहिँ मेरो साथीहरू अगाडि हिँडिराख्नु भएको छ। सो म चाहिँ पछाडि होइन। अहिले रातिको 9:33 गइसकेको छ। भिडियो बनाउने भनेर घुमदेखि निस्कियो। उद्देश्य त खासै भिडियो बनाउने होइन, तर पनि घुमदेखि निस्किसकेपछि भिडियो बनाउनुपर्छ भन्ने चाहिँ मेरो चाहना होइन। पुरै अब यस्तो रोड छ क्या, पुरै होइन गाडीहरू हुन्छ। भिडियो बनाउनमा डिस्टर्ब चाहिँ हुन्छ नै, यो चाहिँ हुने भइ नै हाल्यो होइन। कहाँ थिएँ म बेला? यहाँ आउनुको खासै उद्देश्य त केही पनि होइन, तर हामीसँग हुन्छ लक्ष्मण भयाल। अनि चाहिँ तपाईँको नाम? मेरो नाम नवीन भयाल। के भन्न चाहनुहुन्छ? उहाँलाई 7 सपोर्ट दिनु होला, लाइक सेयर फलो गरिदिनु होला। मैले यही भन्न चाहन्छु, नेपाली टोपी हालेर एउटा नेपालीलाई सहयोग गरेर अरू पहिल्यै गर्ने क्या सहयोग, त्यही भन्न चाहन्छु। सहयोगको लाइक कमेन्ट गर्नु। हस्, थ्याङ्क यू। भिडियोमा आएर बोलिदिनु भयो। यहाँ आउनुको खासै उद्देश्य त केही थिएन। धेरै दिनपछि भेट भयो आज चाहिँ होइन। टक्कै हाम्रो लक्ष्मण भयाल के अरे नवीन भयाल होइन, टक्क उहाँलाई चाहिँ अहिले हामी यहाँ छोड्न आएको। त्यही होइन, अब नेपाल जस्तो हुँदैन, इन्डिया हो। ठिक छ, सबैजनाले अन्तिमसँग हेरेर साथ दिनु होला। त्यही हो, थ्याङ्क यू, बाई बाई। वास्तवमा भिडियो बनाउनुको कुनै टपिक पनि थिएन, तर हामीले भिडियोको टपिक बिना नै भिडियो बनाउन सुरु गरेका थियौँ। हाम्रो साथमा थिए एकजना नवीन मयाल, उसलाई चाहिँ छोड्नु थियो, त्यही भएर हामी चाहिँ छोड्न गएको होइन। ऊ चाहिँ गइहाल्यो, हामी दुईजना चाहिँ यता आएको। आजको कुनै टपिक बिना नै भिडियो भएको छ। यहाँभन्दा पछि टपिक चुज गरेर भिडियो बनाउनेछौँ। त्यसका लागि माया दिनु होला सबैजनाले, कमेन्ट गर्नु होला, सेयर पनि गर्नु होला, अनि चाहिँ फलो पनि गर्नु होला। अनि चाहिँ हाम्रो छिमेकी मुलुक भारतमा छ यति बेला। भारतमा भएर पनि नेपाली टोपी होइन, बन्द पकडी हाम्रो मुम्बईको 4 बन्द पकडीमा छौँ अहिले प्रत्यक्ष लाइभमा। त्यही हो।